एउटा एटेन्डेन्स उनको एटेन्डेन्स भयो। अर्को चाहिँ सर्टिफिकेट अफ रिकग्निसनमा उनी के छन् भने गुड लिसनर एन्ड विलिङ टु लर्न। अर्को नानी ताली चाहिँ पुगेन है हजुर। नानी छन् सुनोबा पौडेल, उनको एउटा एटेन्डेन्स सर्टिफिकेट छ। अर्को रिकग्निसन सर्टिफिकेट केमा छ भन्दा डिसिप्लिन एन्ड नाइस ह्यान्ड राइटिङ स्टुडेन्ट। त्यसपछि अर्की नानी छन् कञ्चन दाहाल, उनको एटेन्डेन्स सर्टिफिकेट उनको 3टा सर्टिफिकेट छ यहाँ। उनको 3टा सर्टिफिकेट छ। एउटा के छ भन्दा डान्समा पर्फर्मेन्स गरेको आधारमा आउटस्ट्यान्डिङ पर्फर्मेन्स अफ डान्सिङ। त्यसपछि अर्को चाहिँ सर्टिफिकेट अफ रिकग्निसनमा हेल्पिङ केयरिङ नाइस ह्यान्ड राइटिङ स्टुडेन्ट। उनको 3टा क्याटेगोरीमा छ। अब अलिकति समय लाग्ने भएको हुनाले मैले नाम मात्रै भन्ने भएँ त यो भित्रका क्याटेगोरीहरू अलिक टाइम लाग्यो है। अब अर्को विद्यार्थी छन् चाहत तिमसेना, उनको पनि 3टा प्रमाणपत्र छ। तालिदिन कन्याश्री नगर भयो। बच्चाहरूलाई चाहिँ प्रोत्साहनको स्वरूप यहाँहरूले नै मात्रै दिनुभयो भने उहाँहरू खुसी हुनुहुन्छ। त्यसपछि अर्की नानी छन् अनुश्री अधिकारी, उनको पनि 3टा प्रमाणपत्र छ, एटेन्डिङ पर्फर्मेन्स र रिकग्निसन। शिवजी नानीको फोटो खिचिदिनुहोस् त किशोरजी। त्यसपछि अर्की बहिनी छन् नानी छन् एसएससी नेउपाने, उनको 2टा प्रमाणपत्र छ, एउटा एटेन्डेन्स एउटा रिकग्निसन। ल हजुर, अब धेरै धेरै धन्यवाद प्रेमशङ्करज्यू। अब हामी हाम्रो अर्को अतिथिजीलाई बोलाउँछौँ प्रमाणपत्र वितरणको लागि। सबै यसो सेयर गरौँ भनेर है त। अब म अर्को अतिथिजीलाई बोलाउँछु, हाम्रो कविवर श्री गोपाल रेग्मीज्यू। र प्रमाणपत्र दिने विद्यार्थी भाइ छन् तिलक अधिकारी, उनको 2टा क्याटेगोरी छ, एउटा एटेन्डेन्स एउटा रिकग्निसन। त्यसपछि अर्को भाइ छन् स्वीकार श्रेष्ठ, उनको 3टा छ, एटेन्डेन्स पर्फर्मेन्स र रिकग्निसन। त्यसपछि अर्की नानी छन् सुनिता अधिकारी, उनको पनि 3टा सर्टिफिकेट छ, एटेन्डेन्स रिकग्निसन र पर्फर्मेन्स। त्यसपछि अर्की नानी छन् सुमिना चापाराई, उनको 3टा क्याटेगोरी छ, एटेन्डेन्स रिकग्निसन र पर्फर्मेन्स। त्यसपछि अर्की नानी छन् श्रीक्षा ओझा, उनको 3टा क्याटेगोरीमा छ प्रमाणपत्र, एटेन्डेन्स रिकग्निसन र पर्फर्मेन्स।
त्यसपछि अर्को विद्यार्थी नानी छन् श्रेयसी अधिकारी, उनको पनि 3टा क्याटेगोरीमा छ, एटेन्डेन्स, रिकग्निसन र पर्फर्मेन्स। त्यसपछि अर्की नानी छन् स्वीकृति प्रधान, उनको एटेन्डेन्स सर्टिफिकेट छ र नानी आएकी छैनन्। त्यसपछि अर्की नानी छन् सेजल शर्मा, उनको एटेन्डेन्स, रिकग्निसन र पर्फर्मेन्स। त्यसपछि अर्की नानी छन् सुनिता चापागाई, सरी नाम मैले मिस्टेक पढाएको छु, सुमित चापागाई बाबु छन्, उनको एटेन्डेन्स सर्टिफिकेट। नानी बाबु आएको छैन। त्यसपछि अर्की नानी छन् स्मृति उपाध्याय, उनको एटेन्डेन्स सर्टिफिकेट छ, उनी पनि सानो आएकी छैन कि मुभ आउट भइसक्यो। त्यसपछि अर्को बाबु छन् सबल पौडेल, उनको पनि एटेन्डेन्समा छ, सायद यी बाबु छन् कि छैन। यो नआएको किन पऱ्यो भन्दा हामी चाहिँ अलिकति स्कुल लिएर बिचमा केही मुभ भएर कतै जाने भएकोलाई पनि हामी प्रमाणपत्र दिएछौँ, त्यही भएर अलिक उपस्थित नहुनुभयो होला। त्यसपछि अर्की नानी छन् ऋति रेग्मी, उनको पनि एटेन्डेन्समा छ, उनले पनि अलिक क्लास कन्टिन्यू छैन, त्यही भएर एटेन्डेन्स मात्रै भयो। त्यसपछि हाम्रो अतिथिज्यू गोपाल रेग्मीज्यूलाई धेरै धेरै धन्यवाद, यहाँ प्रमाणपत्र वितरण गरिदिनु हुन्छ स्वीकार गर्नुभएकोमा। अनि अर्को अतिथि साहित्यकार श्री होमनाथ समितिज्यूलाई यहाँ आएर प्रमाणपत्र वितरण गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु। विद्यार्थी मिलन भट्टराई, उनको 2टा क्याटेगोरीमा छ, एटेन्डेन्स एन्ड रिकग्निसन। त्यसपछि अर्को विद्यार्थी नानी छन् काजल पन्थी, उनको पनि 3टा क्याटेगोरीमा छ, एटेन्डेन्स, रिकग्निसन एन्ड पर्फर्मेन्स। त्यसपछि अर्की नानी छन् आबानी गौतम, उनको पनि 3टा क्याटेगोरी छ, एटेन्डेन्स, रिकग्निसन एन्ड पर्फर्मेन्स। सबै मान्छेहरू प्लिज ताली बजाएर हाम्रा बाबु नानीहरूलाई चाहिँ एकदम हौसला बढाइदिनुहोस् कि उनीहरूको यो प्रमाणपत्र दिएको हामीले यत्तिकै लेखेर दिएको होइन, उनीहरूले गरेकै आधारमा दिएको हो। त्यस कारणले यो सर्टिफिकेट दिँदाखेरि हामीले ताली बजाएर हौसला पनि बढाइदियौँ प्लिज। अब अर्की नानी छन् नर्मदा दाहाल, उनको एटेन्डेन्स सर्टिफिकेट छ, उनी मुभ भइसक्यो, त्यही पनि हामीले सर्टिफिकेट राख्दैछौँ, सायद यहाँ छैनन् होला। अनि अर्को बाबु छन् हाम्रो रिवाज पदम रेग्मी, उनको चाहिँ 2टा क्याटेगोरीमा छ, एटेन्डेन्स एन्ड रिकग्निसन। ल ताली बजाउँ प्लिज। त्यसपछि अर्को बाबु छ आवास अर्याल, उनको पनि 2टा क्याटेगोरीमा छ, एटेन्डेन्स एन्ड रिकग्निसन। त्यसपछि अर्को बाबु छ अमन पौडेल, उनको एटेन्डेन्समा छ, यो अमन बाबु पनि त्यहाँ छैन होला अहिले। ल थ्याङ्क यू अमन, तिमी रहेछौ, यहाँ हामी छैन कि भन्ने ठानेको थियौँ। त्यसपछि अर्को नानी छन्, अर्को बाबु अभिजित सुवेदी, उनको एटेन्डेन्समा छ,
प्रमाणपत्र थाहा छैन मलाई इन्फर्मेसनमा छोडेका हुन्। त्यसपछि अर्की नानी छन् इरिना रेग्मी, उनको पनि एटेन्डेन्स सर्टिफिकेट छ। त्यसपछि अर्को बाबु छन् किर्तिदान, साथ छन् कि छैनन् थाहा भएन। ल किर्तिदान आउनु बाबु। त्यसपछि अर्को बाबु छ रोहन अधिकारी, उनको पनि 2टा क्याटेगोरी छ, एटेन्डेन्स इन्डिकेसन। ताली बजाउँ प्लिज। अर्की नानी छन् दीक्षा ओली, एटेन्डेन्स इन्डिकेसन। अर्को नानी छन्